Hey guys, what's up everyone? Welcome back to my mini blog. आज चाहिँ हामी यहाँ आमा समूहबाट पिकनिक आएको छौँ जुन चाहिँ सहाराको हो र यहाँ चाहिँ अब हामी छोरा मान्छेमा चाहिँ बुवा म अनि रुपेन भाइ आएको छौँ। हामी चाहिँ के को लागि भन्दाखेरि चाहिँ यसो सुविधा दिनुको लागि सहयोग गर्नुको लागि आएको छौँ। यहाँ चाहिँ मेरो छोरीले चाहिँ मुला खाँदैछ र यहाँ हामीले टमाटर अनि काँक्रा खुर्सानी प्याज भयो अनि आलु कोपी गरेर चाहिँ सबै रेडी गरेका छौँ र यहाँ मासु पनि हाम्रो रेडी छ। यसलाई चाहिँ अब तेलमा हल्का तारेर चाहिँ अनि फेरि भरे ग्रेभी बनाउनको लागि हामी तार्दैछौँ। सो यहाँ हामीले तारेको मासु चाहिँ यता राखेको छौँ। वाउ एकदम दामी देखेको छ र यहाँ हामीसँग माछा पनि रहेको छ र माछालाई पनि हामीले तार्दैछौँ। तारेर चाहिँ कुखुराको भन्दा माछाको चाहिँ यस्तो हेर्दा पनि खाउँ लाग्दो भइरहेछ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले खाँदा चाहिँ कस्तो हुन्छ, तर हेर्दा चाहिँ एकदमै दामी भइरहेछ। र हामीले फाइनल्ली अब चिकन प्लस फिस चाहिँ एज अ भनौँ न खाजाको रूपमा खाँदैछौँ। र यहाँ मेरोमा चाहिँ यति परेको छ, मैले त निकै लिएर बसेँ क्या। सो खाइसक्यौँ अब चाहिँ। अनि यहाँ सबैजना आन्टीहरू नाच्दै रमाइलो गर्दै हुनुहुन्छ। अनि यहाँ हाम्रो अब बुवा पनि नाच्दै हुनुहुन्छ। बुवाको चाहिँ खतरा डान्स भइरहेछ यहाँनिर। सबैजना रमाइलो गर्दैछौँ अनि फेरि बुवा नाच्दै आउनुभयो। सो बुवालाई चाहिँ यहाँ अहिले कसैले भेट्नु सकेको छैन। अनि यहाँ हाम्रो मम्मीलाई पनि हामीले नाच्नु भन्दै फकाउँदैछौँ। यहाँ सिसिमाले डिस्टर्ब गरेर सिसिमालाई हटायौँ। अनि यहाँ बुवा मम्मीको चाहिँ डान्स कम्पिटिसन गइरहेको छ। बुवालाई चाहिँ अलिक जित्नु सक्नु भएन, मम्मी अलिक लजाउँदै हुनुहुन्छ, तर पनि अलिअलि नाच्दै हुनुहुन्छ। मम्मी चाहिँ अलिकति लजाएर नाच्दै हुन्छ, बुवा चाहिँ फ्री खुल्याम नाच्दै हुनुहुन्छ। बुवाको डान्स चाहिँ ओभरअल एकदमै बवाल छ। सो अब चाहिँ लगभग नाची पनि सक्नुभयो। अनि हामीले अब खानासाना पनि खाइसक्यौँ। अब चाहिँ हाम्रो घर जाने बेला पनि लगभग हुनु आँटेको अवस्था भइरहेको छ। सबैजना हामी अब यहाँ खाँदै बसेको छौँ। अब हामी सबैजना घर जानेछौँ। सो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नुहोस्। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।